ल नमस्कार यहाँहरू सबैजनालाई पाथिभरा मन्दिर आइपुगेको छु। मेलैसँग देवीको दर्शन गराउँछु। गणेश भगवानको दर्शन गर्नुहोस्। खुलेको छ मौसम मजाले। हिजो राति चाहिँ अलिक कुहिरो लागेको थियो, मजाले कुहिरो उडेको थियो, हिउँ पर्ला कि जस्तो थियो। फेरि अहिले बिहान चाहिँ मजाले मौसम खुलेको छ। ल शिव भगवानको पनि दर्शन गर्नुहोस्। ल बिस्तारै यहाँलाई मेलैसँग देवीको दर्शन गराउँछु। ल आज त्यति धेरै भक्तजन हुनुहुन्न, बाटोमा 50-60 जना आउँदै हुनुहुन्छ। छोडेर आएँ, दर्शन गरेर फर्किनेहरू पनि फर्किने हुन्थ्यो निकैजना। अनि मन्दिर परिसरभित्र पनि निकैजना हुनुहुन्छ पूजा गर्दै। बेलुका चाहिँ छोपेको थियो मौसम। ल अब हिउँ पर्ला भनेको त फेरि बिहान त खुलिरहेको रहेछ मजाले। र म यतैबाट मेलैसँग देवीको दर्शन गराउँछु। ल आज पनि परमेश्वर भगवान्। बिहान चाहिँ यति धेरै चिसो हुँदैन है। घाम लागिसकेपछि चाहिँ मजाले न्यानो हुन्छ। ल हिमालको दर्शन गर्नुहोस्। ल म यहाँलाई बिस्तारै दर्शन गराउँदै 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 मन्दिर पुग्छु। ल मर्निङ दाजु, सन्चै हुन्छ? कति दर्शनमा आइसक्नु भएको छ भक्तजनहरू। उत्पत्ति स्थानको दर्शन गर्नु होला। म यहाँलाई सँगै देखाउने गरेको छु। अनि बिस्तारै यहाँबाट लिएर गएर देवीको पनि दर्शन गराउँछ। ल भक्तजनहरू पूजा गर्दै हुनुहुन्छ। ल देवीको दर्शन गर्नुहोस्। हाम्रो मन्दिरको गुरु दर्शन मजाले खुलेको छ मौसम। हेर्नुहोस् है। पाउको दर्शन गर्नु होला परमेश्वर भगवान्। आज 2082 साल पुष महिनाको 28 गते सोमबार। अब माघ पनि लाग्नु लाग्यो। पुरानो घन्टी हाम्रो सुरक्षाको सरहरू नमस्कार। भक्तजनले चढाउनु भएको दान दक्षिणा भेटी। ल बेलुका छोपेको थियो, फेरि अहिले बिहानबाट मौसम राम्रो खुल्यो भन्दै यहाँहरू सबैजनालाई पाथिभरा मन्दिरबाट नमस्कार।